Guys, I'm eating मेरो अङ्गनामा घरै मासु काटेर खाने यसको खाएको हेर्नु अनि भन्छ खाइसके। यो त मेरो वार्मअप हो, म अरू थप्छु हेर्नु। म तपाईँले जस्तो गोरे हेर्दैछु कि रियलमा हेरेपछि मलाई चिन्नु नि हुन्न। पाउ सोच्नुभएको छ भन्नु त आउँदैन अनि त यहाँ आउँछ फलो जोत्न गरु बरत लिएर तै पनि हामीले शुभम पर्खिरहेमा च्याङसम्म खाएको बेला नहुने। ओके यो एक्टिङ गरेको त्यो मोबाइल गाइज एन्ड इटिङ इङ्ग्लिस जहिले खाने बेला सकिन्छु मेरो अङ्गना जुरा पानी है ल त्यसै भएर म यहाँ आउँछु यसको दाइको घरमा जुरा पानी खानलाई। के गर्नु अब अहिले गर्मीको महिना चल्दैछ क्या। घरै मासु काटेर खाने भयो को हो रे भोलि त्यो दाइको एक्जाम छ यार। कुन इक्जाम छ? भोलि लको एक्जाम छ। ल तपाईँ ल पढ्नु हुँदैछ? बिजनेस ल बिजनेसमा पनि ल हुन्छ। ले यसको खाएको हेर्नु अनि भन्छ खाइसके। यो त मेरो वार्मअप हो, म अरू थप्छु हेर्नु नि तपाईँ। यो मेरो वार्मअप हो वार्मअप। अनि यो चिसोमा खाँदै खान्छ। अनि म के पानी खानु मेरो खेला भ्यागले म अगाइसकेको छु खुर्सानी दिने लाइदिनु अनि यो जुरा पानी पनि लाग्नु। मलाई खुर्सानी एकदम मिठो लाग्छ यार। गाइज मलाई हेरेर भन्नु त म भन्दा कोही कालो हुन सक्छ यो दुनियाँमा? कालो काल मलाई त गाउँमा नि काले भनेर चिन्छ हौ। यो खुर्सानी खाएर क्र्याप टोकेर सुनाइदिन्छ। फटाफट हामी भात खाँदैछु मैले। खुर्सानी टोकेर सुनाइदिउँ हे फुल भइसक्यो पेट भरो अब। तर पनि यदि क्षमता छ म अरू भात खाइदिन्छु, शाकाहारहरू पनि खाइदिन्छु। खान त मलाई चिसो लाग्दैछ म प्लेट धुँदै गर्छु। एउटा मेरो राइटी ह्यान्ड हो है। यो क्यामेरा चाहिँ उता घुमाएको छु, त्यही भएर तपाईँहरूलाई लेफ्टी सोच्नु यस्तो होइन यहाँ। दिस इज माई राइट ह्यान्ड अफकोर्स, वाइ नट। सन्जाउनु दाइ ठिक छ नि? म त अगाइसकेँ त खान कति खान्छ गोरे गोरे हेर्दैछु। ए गोरे गोरे तपाईँ झन् टल्किनु एकदम चाँदको टुक्रा आइसक्यो माथिबाट तल। कति प्रकार फोर्दैछ अरे यस्तो हो क्या। यो कति गोरो हेरिँदैछ तर रियलमा हेर्नुमा चाहिँ यो यति गोरो छैन, हल्का योभन्दा हल्का कालो छ। म तपाईँले जस्तो गोरे हेर्दैछु नि रियलमा हेरेपछि मलाई चिन्नु नि हुन्न। भाउ साला कुन कुन फिल्टर लगाएर ल्याइदिएको छ यहाँ, सस्ता मस्ता फिल्टर छ क्यामेरा गोरा बनाउने क्यामेरा। आजकलको फोनहरू स्यामसङ S24 अल्ट्रा हो हेर्नु नि क्यामेरा आफै गोरा बनाइदियो मलाई त। ए ठिक छ ठिक छ। दुधी कहाँ चार्दियो अरे यसमा? शुभम पर यति छ भात। अब म घर जान्छु, गेम त खेल्न सक्दिनँ यार, सुतेर बस्छु अब। तर चाहिँ के सक्दिनँ। तर त डेन्जर खान्छ म भनेको घर पुगेर फोन गर्नु नि त एकलट। कस्तो मासु दिनुभएको हौ कस्तो मासु दिनुभएको, खानै सकिनँ।
मलाई मासु धेरै भयो कि भात चाहिँ कम भयो। छ त भाती झोल छैन नि त। झोल छैन नि त। झोल छैन, दाल छ त। दालसँग खान मजा आउँदैन नि त। दालसँग पनि मलाई त मैले म 2% खाएँ। जाडो महिनामा के यस्तो पानी खाने, फ्रिजको पानी। गर्मी महिना हो, गर्मी महिना। भिडियो राम्रोसँग एडिट गर्नु ल। डेन्जर खाइदिएछ म त हेरेको छु। यिनीहरू बुझ्दैन नि त गोङ्ग्रेको के हो, गोङ्ग्रिनु भनेको के हो। के हो भन्दिनँ। गोङ्ग्रिनु कमेन्ट गर्नुहुन्छ दाइहरूले। पर्यो नि त। त्यही त भनेको गाउँको मान्छेहरूसँग राम्रो छ। यो हड्डी निकालेको नहेराइदिनु नि त। यसो हेराइदिनु सबै खाँदैछ। चुस के क्या उसका भी जान लोगे हो। दिल का जुहाले हेराइदिनु सबै खाइन। यहाँ हेर्नु गाइज मेरो प्लेटमा हल्का माथि गरेर अब यहाँ तल। मलाई किन हेराउनु। खाइसक्यो। चिसो छ बर मौसम अहिले त्यो उयो लुगा लगाएर बस्नु त चिसो लाग्छ। मेरो जगदम्बा सिमेन्टले बनेको छ क्या। चिसोमा पनि चिसो पानी खाइदिन्छ। के गर्नु। संस्कारी हो नि त, थाल फेरि आफै दिन्छ क्या। संस्कारी दिनुपर्छ कहिले काहीँ। एउटा बोतल त छिराइदिउँ हो। हैन म दुईटै पानी खाइदिन्छु। खानुमा सकिँदैन हो भाइ। घर खाइदिनु त। त्यसरी खानु हुँदैन पानी। मेरो पेट भरेको हुन्थ्यो भने मैले पानी खान्थेँ। मजा गर्नु हुँदैछ तपाईँ ले। हल्का यो पानी तातो भयो यार। यो चिसो पानी ल्याउनु पर्छ नि। यो चिसो पानी हेर्नु यहाँ यस्तो राम्रोसँग हेर्नु न। यसमा आइस जमेको। मजा आउँछ क्या गाइस। गाउँमा त्यस्तो टिक्रोदामा हर जोतेर काम गरेर यहाँ चिसो पानी खानु पाउँछु। ओहो माई गड, अलग्गै सुकुन पाउँछ क्या। जुन कि यो दाइले सम्झ्नु हुन्न नि त। त्यही भएर मेरो घर आउँछ यो होइन। तपाईँले कहिले आजसम्म हर जोत्नु भएको छ भन्नु त। आउँदैन अनि तै यहाँ आउँछ हलो जोत्न। गरु बरद लिएर तै पनि एक दिन यसको ट्र्याक्टर चलाउनु पर्छ जस्तो। तर भोक लागेको बेला दाइ गर्छ। भोक नलागेको बेला फेरि चिन्दैछ। अब यो पनि जान्छ। त्यही हो। डेढ यार राख्न यार। के हो खोइ।